म नमराज डाँगी। म चाहिँ साँझ 10 बजे सुते भने म 2 बजे राति उठ्छु। अनि त्यहाँदेखि बाहिर यताउता हातमुख धोइ फिटफाट भएर म चाहिँ 4 बजे ठिक आफ्नो दौडानमा चल्छु। त्यहाँबाट दगुरे तुलसीपुरबाट भने लाउरे चौरसम्म 7 किलोमिटर दौडेर 1 घन्टामा त्यहाँ पुगेर फेरि म तुलसीपुर आउँछु पौने घन्टामा। अनि त्यहाँबाट आएर फेरि अर्को दिन म पश्चिमतिर लागेँ। पश्चिम उहाँ पुगेँ म बालापुर चोकबाट फेरि फर्केर म घर आउँछु। फेरि अर्को दिन उहाँ जसपुर जान्छु। जसपुर गएर फेरि म जसपुरबाट तुलसीपुर आउँछु। तुलसीपुरबाट आएर आराम भएर फेरि 10 बजे खाना खान्छु। बिहान 2 बजे उठेर फेरि हातमुख धोएर यतात्यता सब हातमुख धोइ टोइलेट गई आफ्नो सब सरसफाइ गरेर फेरि 4 बजे ठिक म हिँड्छु पूर्वतिर। पूर्व म दुधराजसम्म जान्छु। दुधराजबाट फर्केर फेरि घर आउँछु। घर तुलसीपुर आएर फेरि आरामसँग बसेर आफ्नो गर्छु। म चाहिँ दैनिक यही गर्छु र म चाहिँ 62 वर्षको उमेरमा म चाहिँ 80 सालमा म सर्कदवारी 4 बजे उठेर यहाँबाट हिँडेर म साँझ 7 बजे म दौडेर म पुगेँ। 7 बजे ठिक म सर्कदवारी पुगेको 70-75 किलोमिटर पुगेँ र म फेरि दौडेर यहाँ अर्को दिन यहाँ फेरि आइपुगेँ। बिहान वहाँबाट 7 बजे हिँडेको साँझ 7 बजे म ठक्कै तुलसीपुर आइपुगेँ र मेरो दौडान अनि म नमराज डाँगी 52 सालदेखिबाट मैले यही गर्दै आएको छु। अहिले म 65 वर्षको भएँ। मैले त्यही दौडान 14 किलोमिटर मैले दौडिराखेको छु। मैले अझै पनि छोडेको छैन र फुर्ती पनि आइराखेको छ। कुनै मैले गरेको छैन र आनन्द पनि आएको छ र भगवानको स्वरूप मैले भगवानलाई प्रार्थना गर्दैछु। यही मेरो प्रार्थना हजुरहरूले पनि लिनुहोला भन्ने मैले पूर्ण आशा लिएको छु। सबलाई राम्रो सुझाव यही मैले दिन्छु। श्री नारायण श्री भक्त।